अब चाहिँ म यहाँबाट फर्केको है। त्यस्तो एक्लै आएकोले गर्दाखेरि घुम्नु पनि कस्तो अप्ठ्यारो हुँदो रहेछ र पनि म घुम्नु चाहिँ कुन्दन साथीले बनाइदिनु भएको। कुन्दन साथीलाई चाहिँ यो भिडियो हेर्दै हुनुहुन्छ भने थ्याङ्क यू सो मच है। गुड मर्निङ सबैमा प्रेम प्रणाम है। यति बेला चाहिँ म उठेर यहाँनिर भर्खर सनसन सट्टाएर चाहिँ बसिरहेको छु। अनि तपाईँहरू कस्तो हुनुहुन्छ? म आशा गर्छु तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। आज चाहिँ म नयाँ दिन नयाँ ब्लग स्टार्ट गरिसकेको छु है। अनि हेर्नुपर्ने चाहिँ नछुटाउनुहोस् होला। अनि तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ फलो अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोस् होला है। अनि त्यही हो, आजको ब्लग चाहिँ स्टार्ट गरिसकेको छु। अनि स्टार्ट गरेपछि मैले इन्ड गर्नुपर्ने हुन्छ है। अनि त्यही भएर चाहिँ मैले स्टार्ट गरिसकेको छु। हेर्नु भने नछुटाउनुहोस् होला। लेट्स गो गाइस। दिन चाहिँ रमाइलो भएको छ है। यहाँ गान्तोकमा चाहिँ यस्तो दिन भइरहेको छ। दिन चाहिँ धुमो हल्का घाम लागिरहेको छ। अनि दिन चाहिँ रमाइलो छ। यस्तो छ बाहिर चाहिँ आजको दिन भने चाहिँ यस्तो छ है गान्तोकमा। आज चाहिँ मेरो ड्युटी अफ थियो नि त, त्यही भएर चाहिँ लुगा धुएर चाहिँ चिटिक्कै भइरहेको छ है। अनि यस्तै छ। अब चाहिँ म कपाल काट्नु लागेको है। अन्त कपाल पनि जिङजिङै भइसक्यो नि त। उयो के भन्छ नुन खा कुखुरा जस्तो भइसक्यो है। यस्तै छ। अनि त्यही भएर चाहिँ म चाहिँ अब कपाल काट्नु लागेको, हेर्दै गर्नुहोस् है। अनि अब चाहिँ म टक्कसँगले कपाल काटेर चाहिँ फेरि पानी लिनु जानुपर्ने हुन्छ। पानी चाहिँ म यहाँ रुमको खान्न नि त, पर फिल्टरबाट ल्याएर खान्छु। अनि पानी लिनु चाहिँ जान्छु कपाल सपाल काटेर। अन्त त्यो ब्लग पनि तपाईँहरूलाई देखाउने छु है। अनि अहिले भने चाहिँ म फिलहाल चाहिँ कपाल काट्नु जाँदैछु। कपाल काट्नु चाहिँ कहाँ जान्छ भनेर सोच्नु भएको होला। म चाहिँ यता भाषा साइड जान्छु कपाल काट्नु चाहिँ। त्यही हो, गान्तोकमा चाहिँ यस्तो दामी घाम लागिरहेछ। अघि चाहिँ दिन धुम्म थियो, अहिले चाहिँ दामी भइसकेको छ दिनहरूमा है। त्यस्तै छ। हाम्रो यहाँ सेफ पनि भेट्नु आइसकेको सँगले कहाँ लाग्नु अब चाहिँ म कपाल काट्नु लागेको। मैले चाहिँ चिरा हानिकन सोध गर्नु हेट। मलाई त के साह्रो ह्यान्डसम देखेको भन्दै म चाहिँ यहाँनिर ऐना हेरिरहेको थिएँ है टक्कसँगले। म चाहिँ कपाल काटिसकेर अहिले भने चाहिँ फर्किँदैछु है। अब चाहिँ म सिधै पानी लिन जान्छु। घरबाट पानी लिएर आएर चाहिँ अब रुममा के गर्छु अब थाहा छैन। अब अहिले चाहिँ है पनि जाँदैछु। अन्त मेरो कपालको फाइनल लुक चाहिँ यस्तो भएको छ काटिसकेर है। अनि अहिले चाहिँ म जाँदैछु गाइस, हेर्दै गर्नुहोस् के कस्तो हुन्छ है। सिक्किममा चाहिँ आजभोलि यस्तो साह्रो जाम हुन थालेछ है। सिजन त छैन रहे पनि जाम चाहिँ यति साह्रो छ। फिलहाल अहिले भने चाहिँ म यहाँनिर पानी पनि लिएर आइसकेको छु कि 3 बोतल पानी चाहिँ यहाँनिर 3 बोतल स्प्राइटको बोतलमा पानी लिएर आइसकेको छु। पानी चाहिँ लिएर आएँ। अहिले चाहिँ म रुममा आइसकिसकेँ। अब कपाल सपाल पनि काटेँ। अब चाहिँ फेरि नुहाइधुवाइ गर्नुपर्ने हुन्छ है। अनि त्यही भएर चाहिँ अब म नुहाएर फ्रेस भएर चाहिँ तपाईँहरूसँग भेट्छु। हेर्दै गर्नुहोस्। अहिले भने चाहिँ म यहाँनिर एमजी मार्गमा छु है। एमजी मार्गमा मेरो सानो काम थियो, त्यही भएर चाहिँ म एमजी मार्ग आइरहेको छु। अनि त्यसको तपाईँहरूले हेर्नु चाहिँ नछुटाउनुहोस् होला है। अहिले चाहिँ एमजी मार्ग अलिअलि रेनोभेसन हुँदो रहेछ। म नआएको धेरै भएको थियो है। मैले भ्लग नगरेकै धेरै भएको थियो भन्नुपर्दाखेरि नआएको त छोडिदिएको कुरै। यता बजार नआएको झन् म कति भयो भन्दै भन्नु कति भयो 2-3 हप्ता भयो होला नआएको चाहिँ। अन्त त्यही भएर चाहिँ आज यसो बजारमा काम पनि थियो, त्यही भएर म यहाँनिर। अनि मेरो भ्लग चाहिँ तपाईँहरूलाई के कस्तो लाग्छ कमेन्टमा भनिदिनुहोस् होला है। त्यस्तै छ। आज चाहिँ यहाँ लालबजारको बाहिर चाहिँ खाली रहेछ। आज चाहिँ के हो भने है, आज के भएर आज मन्डे भएर मलाई खाली छ पनि।
मलाई चाहिँ थाहा छैन है, यस्तै छ। धन्न भित्र चाहिँ खुलाइरहेछ। अहिले भने चाहिँ म लालबजार आइसकिसकेको छु है। फाइनली यहाँ वेस्ट पोइन्ट आइपुगिसक्यो है। म पनि फर्स्ट टाइम पस्दैछु अनि अरू पनि एक्लै आएको छु नि त, त्यही भएर चाहिँ के कस्तो हुन्छ म तपाईँहरूलाई देखाउने चाहिँ ट्राई गर्छु है। अहिले म एक्लै छु, त्यही भएर भिडियो चाहिँ राम्रो हुन्छ कि हुँदैन थाहा छैन, र पनि फर्स्ट टाइम आएकोमा पनि यहाँ वेस्ट पोइन्ट चाहिँ आज म तपाईँहरूलाई देखाउने छु के कस्तो हुन्छ है। तपाईँहरूलाई देखाउँदैछु म। अब भने चाहिँ म यहाँनिर वेस्ट पोइन्टमा इन्ट्री गरिसकेको छु है। सो म पनि घुम्छु अनि तपाईँहरूलाई पनि देखाउँदैछु अनि के कस्तो हुन्छ, हेर्दै गर्नुहोस्। Let's go guys. अहिले चाहिँ म टक्कसँगले उकालो जाँदैछु है। अब चाहिँ म यहाँबाट फर्केको है। त्यस्तो एक्लै आएकोले गर्दाखेरि घुम्नु पनि कस्तो अप्ठ्यारो हुँदो रहेछ, र पनि म घुमेँ चाहिँ सेकेन्ड टाइम चाहिँ म तपाईँहरूलाई राम्रो भिडियो देखाउने छु लक है। अहिले चाहिँ म एक्लै आएको कारणले चाहिँ त्यस्तो घुम्नु सकिनँ यहाँनिर, एक्लै छु नि त, त्यही भएर चाहिँ दामी बनाएको रहेछ। तर यो जग्गा नयाँ जग्गामा चाहिँ यसको नाम चाहिँ वेस्ट पोइन्ट हो। तपाईँहरू पनि आएर भिजिट गर्न सक्नुहुन्छ सिक्किम गान्तोक आउँदाखेरि चाहिँ है। अनि आउनुहोस्, तपाईँहरू पनि इन्जोय गर्नुहोस्, घुम्नुहोस्। एचएनएमहरू पनि मजाको लुगाहरू दामी छ यहाँनिर है। जग्गाहरू चाहिँ यस्तो दामी छ, तपाईँहरू पनि आउनुहोस् है, भिजिट गर्नुहोस्। ल अहिले भेटौँ। अहिले भने चाहिँ म वेस्ट पोइन्ट भएर निक्लेँ है। सेकेन्ड टाइम चाहिँ म तपाईँहरूलाई दामी भिडियो देखाउने छु, भ्लग पनि दामी गर्नेछु है। अहिले चाहिँ एक्लै भयो नि त, भिडियो गरिदिने मान्छे कोही भएन, त्यही भएर चाहिँ म राम्ररी चाहिँ तपाईँहरूलाई देखाउन सकिनँ है। साथीहरू अहिले भने चाहिँ म रुममा आइसकिसकेँ है। अनि आजको भिडियो चाहिँ के कस्तो लाग्यो हेरेर लाइक सेयर कमेन्ट गर्न चाहिँ नभुल्नुहोस् होला है। अनि त्यही हो, मेरो फेसबुक अनि युट्युबमा नयाँ हुनुहुन्छ भने चाहिँ फलो अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोस् होला। अनि सधैँभरि साथ सपोर्ट दिनुहोस् है। तपाईँहरूको साथ सपोर्टले गर्दाखेरि चाहिँ म निकै अगाडि बढ्ने मौका पाउँछु है। अनि त्यही भएर चाहिँ मलाई साथ सपोर्ट साथै गरिदिनुहोस् होला। अनि म राम्रो भ्लगहरू ल्याउने कोसिस गर्छु। अनि त्यही हो, अनि मेरो आजको एउटा नयाँ चिज छ है, यो पनि तपाईँहरूलाई देखाउने छु। अनि यो नयाँ चिज चाहिँ के हो भन्नुहुन्छ भने यो चाहिँ मेरो छोराकै स्केच छ है। यो स्केच चाहिँ मेरो भन्दा पनि साथीले चाहिँ कुन्दन साथीले बनाइदिनु भएको। कुन्दन साथीलाई चाहिँ यो भिडियो हेर्दै हुनुहुन्छ भने थ्याङ्क यू सो मच है, यति राम्रो स्केच गरिदिनु भयो। आज मैले यसलाई फ्रेम पनि गरेर ल्याएको छु। अनि यो फ्रेम चाहिँ के कस्तो लाग्यो, तपाईँहरूलाई पनि मन पऱ्यो भने अर्डर गर्न सक्नुहुनेछ। म
मसँगै हुनुहुन्छ कुन्दन साथी चाहिँ। अनि उहाँले चाहिँ बनाएर चाहिँ तपाईँलाई दिनुहुन्छ है। ल आजको भिडियो चाहिँ यति नै, मन पऱ्यो भने चाहिँ लाइक, सेयर, कमेन्ट गर्न नभुल्नुहोस्। ल लेट्स गो गाइज, बाइ बाइ।